हजुरलाई स्वागत छ आजको मेरो एस्ट्रिक ब्लगमा। अनि आजसम्मको मेरो भिडियोहरू हजुरलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला साथीहरू। धेरैले कमेन्ट त गर्नुहुन्छ तर हजुर फेरि नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने कमेन्ट गरिदिनु होला साथीहरू। र आज चाहिँ मेरो बुढा हुनुहुन्न यहाँ, मेरो बुढा चाहिँ कामतिर जानुभएको छ, त्यही भएर चाहिँ म त्यहाँलाई प्र्याङ्क गर्दैछु साथीहरू। आज कस्तो हुन्छ प्र्याङ्क गर्न, म अझैसम्म प्र्याङ्क त गरेको छैन, त्यही पनि आज फर्स्ट टाइम प्र्याङ्क गर्दैछु साथीहरू। के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला, सक्छु कि नै। म चाहिँ के प्र्याङ्क गर्दैछु भने साथीहरू, म हिजो पार्टीमा गएको थिएँ माथि दिदीहरूसँग, बिहाको पार्टी थियो, त्यही भएर मलाई बोलाउनु भएको थियो, त्यही भएर गएको थिएँ होइन। दिदीहरूले चाहिँ मलाई बोलाउनु भएको थियो, त्यही भएर गएको थिएँ होइन। यता लभ बाइट हान्छु म, लभ बाइट होइन साथीहरू। अनि त्यसपछि चुरोट खाएको नाटक हुन्छ त त्यस्तो गर्नुपर्ने हुन्छ। मैले सबै पिटाइ खान्छु मैले धेरै। वाटरप्रुफ हो साथीहरू, हुन्छ हुँदैन त्यसमा मलाई थाहा छैन, जहाँसम्म होस् है साथीहरू, होस् कहाँ गर्नु होइन। के जाने त्यसमा कागज आउँछ बाटो भयो होइन। बनाउने होइन के बनाउन आएन, आलु के उठाएर बनाउनु दामी भइसक्यो दामी। भन त्यो लम्बा देखेको छैन मलाई मन परेन, के मन परेन यति गराइसकेँ साथीहरू। अब चाहिँ म प्र्याङ्क गर्नुपर्ने हुन्छ। अब 5 मिनट बाँकी छ साथीहरू मेरो बुढा आउनको लागि। म चाहिँ गएँ ल अब साथीहरू। मैले चाहिँ यो चुरोट मैले माथिको दाइसँग मागेर ल्याइसकेको छु साथीहरू, भैयासँग मागेर ल्याइसकेको होइन। त्यो जलाउनु पर्ने हुन्छ, जलाएपछि गन्ना आउँछ कि मलाई त्यही भनेर मन पर्दैन। साथीहरू म चाहिँ अब फोन कहाँनिर राख्नेवाला छु भने साथीहरू, नजिकमा त देखिहाल्नुहुन्छ त होइन। अब यहाँ राखौँ भने देख्नुहुन्छ, म चाहिँ त्यहाँ माथि चढेर त्यहाँ माथि राख्नेवाला छु साथीहरू। अब प्र्याङ्क गर्नतिर लागौँ है त। त्यहाँ आइसक्नुभयो साथीहरू, त्यहाँ खुट्टा धुँदै हुनुहुन्छ। भेटौँला है त अर्को फेरि आउने भिडियो। A few moments later. त्यो ढोको बनाऊ क्या के हुन्छ के कसैको छैन कपाल नै त्यही छैन मलाई लाग्यो नै सानो देखि बोले राम्रो देखि छैन के त्यो पछाडि गर्नु होइन के यस्तो गरेछ न अनि यतिकै राम्रो देखिन्छ त्यस्तो सोच्नुहुन्छ भन्नु भन्दैछु अहिलेसम्म मलाई रिस उठाइछ फेरि होइन के साँच्ची सायद किराले पनि काट्यो होला कि किराले पनि यति ठुलो काट्छ भनेको के होइन हिजो त्यो पार्टीमा त त्यो फोन हुन्छ त त्यही लाग्यो होला त्यही फोन लाग्ने भनेको होइन खै अहिले हेरौँ कत्रो काटेछ काटे छैन त्यो लगबाइटको देखिएछ त्यहाँ होइन कि त म ड्युटी काटेमा बोलाउनुहुन्छ कसलाई होइन भनेको यो किराले काटेको रहेछ मैले लिफ्टमा चिप्पी थियो होइन अहिले मैले हान्नु पर्यो मैले हान्छु फेरि सुरु गर्नु मैले एक्टिङ गरेर सुहार्न मैले भनेछु हुन्न त्यस्तो अहिले म हान्छु फेरि मलाई छिटो भन्नु है एक्टिङ गरेको छु होइन के
रागी छ कि अलिक टोपी छ कि त्यो कोले थियो नि त केले टोक्छ किरा त्यो हुन्छ त झिङ्गा जस्तो त्यसले टोकेको झिङ्गा जस्तोले केले टोक्छ अनि यहाँ चुरोट पनि गर्न आइरहेछ थोरै न म खान्छु हजुर पनि खानुहुन्न म पनि खाँदैन अनि कालीले गर्न आउँछु त्यो ग्यास बोलिरहेछ त्यही हो त्यो चुरोटको कुरा छोडेपछि यो चाहिँ के भयो केही भएको छैन अहिले भन्नु अहिले म हान्छु फेरि अहिले हानेर देखाउँछ न हानेर देखाउँ भनिसके कस्तो भन्नुहुन्न म मान्दैन पहिला भन्नु छिटो के भयो किराले काटेरहेछ के किराले पनि यस्तरी काट्छ भनेको के दुख्छ नदुख्ने किराले साँच्ची किराले काटेको हो क्या कत्रो किराले किरा हो यत्रो बसेको कि यत्रो थियो कि यहीँनिर बसेको सानो यत्रो थियो त्यो मच्छर जस्तो झिङ्गा जस्तो हुन्छ त त्यो हो कि मच्छरले नै टोक्छ होइन आएछ यहाँ म गाटामा आउँछ टोक्छ जान्छ होइन मलाई एलर्जी पनि भन्छ कि यहाँ चिलाइरहेको छ यहाँ यस्तो यस्तो भन्छ यस्तो यहाँ पनि भन्छ हो आउँछ ठुलो ठुलो मच्छर आउँछ टोक्छ जान्छ होइन सानो थियो हल्का ठुलो ठुलो थियो तर सानै थियो हो त आउँछ त अनि टोक्छ जान्छ साँच्ची के भयो झन् छिटो मम्मी गाडी बस्छु छिटो छिटो भनेदेखि अहिले म हान्छु फेरि छिटो गर्मी भएछ क्या मलाई हुन्छ छोडिदिनु भन्नु पहिला पंखा चलाइदिउँ नै चलाउनु पर्दैन के हो पहिला त्यो के भयो त्यो भन्नु त्यही हो के मच्छरले काटेको यस्तो धेरै लामो अहिले म दिदीलाई गएर सोध्छु अहिले म दिदीलाई गएर पनि सोध्छु अहिले फेरि के सोध्नुहुन्छ भन्नु त जे सोधेन सोध्छु के मैले केही गरेको छैन के हो त्यो किराले काटेको हो क्या किराले काट्छ यत्रो यहाँ यत्रो काट्छ यहाँ यत्रो काट्छ होइन यो पुरा काट्छ किराले हो किराले काट्छ अझ हान्दियो अझ हान्दियो झन् मलाई रिस उठाइछ छिटो भन्नु नत्र म बोल्दैन अहिले फेरि जसले टोक्छ जो किराले टोक्छ त्यही जाने मच्छरले टोकेको भने छोड्नु अब म जान्छु काममा नाइ जान्छु के जति मान्छे ल्याउनु म गएँ साथीहरू रिसाएर जानुभयो मेरो राजाजी अब फगाउनु पर्ने हुन्छ के गरौँ साथीहरू म यहीमा प्राइम स्टप गरिदिउँ त स्टप त गर्नु हुँदैन के यति गन्नाइरहेछ साथीहरू यो चुरोटको बात यति धेरै गन्नाइरहेछ अनि मेरो लब्बाजीहरू तर पुछे पनि गएन साथीहरू यो मेरो लब्बाई पुछे पनि गएन यति राम्रो भएको रहेछ देख्नुभयो जाडुलाई त जाडु गरेछु म प्रितमलाई किन रिसाउनु भएको क्या अरे नबोल्नु है मैसँग
नबोल्नु भन्दै थियो म यहाँ बस्छु किन रोको के फेरि नरुनु न होइन के नरुनु भन्दैछु बेबी नरुनु के नचल्नु नि मसँग अहिले किन रोको भन्नु त किन रोको के जान्न त्यसका समात्नु जसको समात्नु पर्यो जोले यस्तो यस्तो बनाइदिन्छ त्यसकोमै जानु यार मेरो किन समात्नु पर्यो किन रोको भन्नु त फेरि म रोएको छैन कहाँ रोछु हो यो के हो त के होइन बेबी प्राङ्क क्यामेरा हेर्नु माथि छ प्राङ्क बेबी प्राङ्क के भन्नु प्राङ्क जस्ट प्राङ्क बेबी पराङ होला खो न मैले वाटरप्रुफको बनाएको बेबी हेर्न आउने बो बनाउनु के भन्नु विश्वास लागेन अझ लागेन लागेन पुज्नु न जान्छ के म पुज्दैन आफै छोड्नु छोड्नु म पुजिदिन्छु के हेर्न आउनु यहाँ आउनु बेबी हेर्नु न यहाँ यो ऊ के नक्ली हो नक्ली आउनु नि यहाँ आउनु म पुजेर देखाइदिन्छु क्यामेरामा होइन के म पुजेर देखाइदिन्छु हेर्न आउनु यहाँ जाइन्न बो मलाई भोक लाग्छ हेर्नु त यहाँ गयो कि नै हेर्नु त विश्वास मान्नु न के मेरो राजाजी रोइरहनु भएको किन रोको के फेरि मैले प्राङ्क गरेको भन्दैछु त प्राङ्क प्राङ्क जस्ट प्राङ्क हो म रुन्न म मर्दो रुन्न मर्कले रुन्न सो साथीहरू मेरो प्राङ्क चाहिँ सफल भइसक्यो होइन हजुरलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला साथीहरू यहाँ चाहिँ अहिलेसम्म रिसाइराख्नु भएको छ तर म फगाइसकेँ लाइफमा चाहिँ प्राङ्क गर्नमा सफल भएको छु होइन साँच्चै जस्तो लागिरहेको थियो मेरो यहाँ लब्बाइ थियो नि त साँच्चीको सरी यहाँ चुरोट पनि गन्नाइरहेको थियो त्यसको बादमा मख मख आइरहेको थियो त्यही भएर मेरो राजाजी प्राङ्क हुनु भइसकेको थियो साथीहरू कस्तो लाग्यो प्लिज दुई शब्द प्लिज सर दुई शब्द भन्नु न कस्तो लाग्यो यस्तो लाग्छ भन्नु न लाइक कमेन्ट गर्दैन भन्नु न हेर्नुहोस् त भन्नु न केही भन्नु न हजुरको साथीहरूले पनि हेर्नुहुन्छ मेरो देवर बाबुले हेर्नुहुन्छ मेरो के भन्छ मेरो दाइले बिउतमको दाइले हेर्नुहुन्छ खतरा प्राङ्कमा 1 नम्बर 10 का 10 नम्बर त्यस्तो त्यही त तर प्रितम त्यस्तै प्राङ्क हुँदिनु भयो नि साथीहरू यति खतरा प्राङ्क गर्दै मैले होइन प्राङ्क मात्र हो प्राङ्क बिहान माथिको दिदीसँग जानुभएको थियो त्यही भएर हल्का हल्का शङ्का त लागिरहेको थियो त्यही भएर नै मैले प्राङ्क गरेको नत्र म कहाँ गर्छु सो साथीहरू यतिसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि बेतमलाई हाम्रो यस्तै यस्तै भिडियो लिएर आउने छु साथीहरू म टाइम पाएपछि हुन्छ तर लेभल मिलाएर गर्नुपर्छ प्राङ्क भन्ने चिज यो के भन्छ अरे सजिलो छैन इम्पोसिबल छ साथीहरू इम्पोसिबल यो प्राङ्क भन्ने चिज अब भेटौँला यस्तै बाई बाई साथीहरू बाई गरिदिनु बाई 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 दोस्तहरू हेरिदिनु भन्नु न हजुरको दोस्तहरूलाई भन्नु न मेरो दोस्तहरूलाई माया छ होइन दोस्तहरू लाइक सब्सक्राइब के भन्छ गरिदिनु पर्यो सब्सक्राइब प्लस सेयर सब गरिदिनु पर्यो मेरो बुढीलाई भाइरल बनाइदेऊ त्यही हो भयो ल त प्रितमको साथीहरू मलाई भाइरल बनाइदिनुहोस् प्लिज भेटौँला आएपछि नेपालमा बाई बाई